जन्मिएको लगभग 1/11 भइयो। नेपालको सालाखाला 20-25 वटा जिल्लामा पुगियो होला, तर म त्यो किचनासको डाँडामा आजसम्म पुगेको छैन। कस्तो भन्दा त्यो डाँडा मेरो घरको ठ्याक्कै पारिपट्टि पर्दछ। सधैँ बिहान उठ्ने बित्तिकै हिमाल हेर्न पाइयोस् भनिन्छ, तर म चाहिँ त्यो डाँडा हेर्ने गर्छु। खासमा सानो छँदा साँगुरो दिमाग वा भनौँ उत्सुकताले हो कि के हो, मनमा अनेक प्रश्न आउँथ्यो। त्यो डाँडाको टुप्पोमा के होला, सम्म होला कि मैले देखेको जस्तो चुच्चो अनि भिरालो होला, त्यो डाँडा उतापट्टि कस्तो ठाउँ होला भन्ने खालका अनेक प्रश्नहरू आउँथ्यो। कहिलेकाहीँ त्यो डाँडालाई यसरी कुहिरोले ढाक्ने पनि गर्दथ्यो र मनमा झन् अनेक प्रश्नहरू उब्जिन्थ्यो। र आज म पहिलो पटक त्यहाँ जाँदैछु। हालको नेपालको सङ्घीय संरचना अगाडि सिङ्गो गाउँ विकास समितिको नाम नै किचनास गाउँ विकास समिति थियो भने हाल बिरुवा गाउँपालिका वडा नम्बर 5 अन्तर्गत पर्दछ। नेपालमा पहिले 2200-2400 राज्यकालमा एक राज्य यस डाँडामा पनि रहेको थियो भन्ने गरिन्छ। मलाई त्यति धेरै जानकारी त छैन। थाहा पाएसम्म यहाँ किच्चे राजाले शासन गर्दथे रे, अनि यस ठाउँमा ठुलो पहिरो गई त्यस किच्चे राजाको वंश नै नाश भएको हुँदा किच्चेनास भन्दा भन्दै त्यस शब्दको अपभ्रंश हुन गई किचनास भयो र यस ठाउँको नाम नै किचनास रहन गएको हो भन्ने गरिन्छ। कहिले हालेको पर्खाल होला यो है, पुरानै राज्य बेलाको होला कि अहिले पछि मान्छेहरूले आफ्नो जग्गा छुट्याउनलाई हालेको होला कि के होला हैन। हामी पनि यसलाई किचनासको डाँडा भन्दछौँ। अवशेषको रूपमा यहाँ राजाले घोडा बाँध्ने गरेको फलामको हुक रहेछ। यस हुकलाई कङ्क्रिटिङ गरेर अड्काएको जस्तो छ। यसको बारेमा थप तथ्य तथा अध्ययन गर्नको लागि त पुरातत्त्वविदको सहायतामा उत्खनन नै गर्नुपर्ने होला। भिडियो हेर्नुभएकोमा धन्यवाद।